काठमाडौँको व्यस्तता र कोलाहलबाट केही दिनको शान्त विश्राम लिँदै हामी एक अविस्मरणीय यात्रा सुरु गर्छौं। बदलिदो परिदृश्य, शान्त प्रकृति, अप्ठ्यारा बाटो र गाउँ बस्तीहरू पार गर्दै हामी हेलम्बु संस्कृतिको गहिरो सौन्दर्यमा हराउँछौं। हिउँले लुकेका गहिरा जङ्गलका पथहरू खोज्दै हामी 3771 मिटरको उचाइमा रहेको आमायाङ्ग्रीसम्म पुग्छौं। यहाँबाट मोतीका टुक्रा जस्तै झिलिमिल्ली चम्किएका हिम श्रृङ्खलाहरू देख्न पाउँछौं। आमायाङ्ग्रीको यात्रा केवल एक गन्तव्यको होइन, यो आत्मा शान्ति र उन्नतिको यात्रा हो। यो यात्राले हाम्रो मस्तिष्क र हृदयलाई नयाँ ऊर्जा र शान्ति दिन्छ। सम्पूर्णमा नमस्कार, आउनुहोस् हामीसँग यो अद्भुत यात्रा अनुभव गर्न आमायाङ्ग्रीसम्म सँगै अघि बढौँ। हेलो, गुड मर्निङ। नयाँ ट्राभल भिडियोमा यहाँहरूलाई स्वागत छ। हामी चाहिँ यो पटक चाहिँ आमायाङ्ग्री जाँदैछौँ। फाइनल्ली हामी अब ठ्याक्क हाम्रो यो जक्सन, एक साइडमा भोटेचौर जाने, एक साइडमा मेलम्ची जाने जक्सनमा छौँ। हामीहरू चाहिँ अहिले बिहानको ठ्याक्क 5 बजे उठ्यो, यताउता गर्दा गर्दै 6 त बजिहाल्छ। रातभरि भूकम्पले हल्लायो, अब दिनभरि चाहिँ हामीले हल्लाउँछौँ बाटोमा। हेलो, बाटो अप्ठ्यारो छ लास्ट यार। जहरसिंह पौवा पार गर्दै जब हामी मेलम्चीतर्फ ओह्रालो लाग्छौँ, केही समय ओह्रालो झरिसकेपछि चाहिँ हामी छापबन्ज्याङ भन्ने ठाउँमा आइपुग्छौँ। छापबन्ज्याङ चाहिँ सिन्धुपाल्चोक र काठमाडौँको सिमाना रहेछ, तर यहाँ त्यस्तो सिमाना छुट्याउने कुनै पनि बोर्डहरू हामीले देख्न पाइएन। छापबन्ज्याङबाट हामी बिस्तारै ओह्रालो झर्दै थियौँ। पहाडको काखबाट उम्रिएको सुनौलो सूर्यको पहिलो झुल्कोले अन्धकार चिरे चाहिँ हाम्रो मनका थकानहरू पगाल्ने प्रयत्न गरिरहेको थियो। फाइनल्ली हामी चाहिँ सिन्धुपाल्चोक जिल्लाको यो जर्के खोला आइपुग्यौँ। 5-7 किलोमिटर चाहिँ राम्रै अफरोड थियो होइन भाइ? एकदम। अब हामी चाहिँ यहाँबाट ट्याक्क 5-7 किलोमिटरमा चाहिँ ठ्याक्क हामी मेलम्ची बजार पुग्छौँ। त्यसपछि हामी हल्का टी ब्रेक लिन्छौँ। हामीहरू निरन्तर मेलम्चीतर्फको यात्रामा अगाडि बढ्दैछौँ। हरियाली पहाड, बग्दै गरेका खोला नालाहरू र शान्त वातावरणले यो मार्गलाई सुन्दर बनाएको छ। तर जति अगाडि बढ्दै गयौँ, प्रकृतिले गरेको एक भयावह विनाशले हाम्रो ध्यान खिच्यो। 2078 साल असार 1 गतेको मेलम्ची बाढी एक प्राकृतिक प्रकोप मात्र थिएन, यसले हजारौँको जीवन अस्तव्यस्त बनायो। खोलाका छेउछाउ बसेका गाउँहरू एकै रातमा उजाडिए। बाढीले यहाँका घरहरू बगायो, सडकहरू भत्कायो, खेतीयोग्य जमिनलाई बगरमा परिणत गर्यो। वास्तवमै यो बाढीले अकल्पनीय विनाश गर्यो। स्थानीय समुदाय, सरकार र विभिन्न सहयोगी संस्थाहरू पुनर्निर्माणमा जुटिरहेको हामीले देख्न पायौँ। भत्किएका घरहरू बिस्तारै पुनर्निर्माण भइरहेको पनि देख्न पायौँ। मेलम्ची खानेपानी आयोजना जुन बाढीबाट नराम्ररी प्रभावित भएको थियो, त्यो पनि अहिले सञ्चालनमा छ भनेर बुझ्न पायौँ। मेलम्चीको यो दुःखले हामीलाई पनि एकछिन दुःखमा परिणत गरायो। प्रकृतिको नियम, हरेक दुःखपछि सुख आउँछ जस्तै हामी पनि यो दुःखलाई बिर्सेर बिस्तारै अगाडि बढ्यौँ। मेलम्ची बजारलाई पछाडि छाड्दै हामी मेलम्ची खोलाको किनारै किनार हेलम्बुतर्फ अगाडि बढ्यौँ। खोलाको भेलसँगै बगेका सपनाहरू
ऊर्जाशील दिनहरू अनि समयको चक्रले विस्मृतिमा धकेलेका सम्झनाहरू आँखासामु खुल्दै गए। यो विनाश केवल मेलम्ची बजारमै सीमित रहेनछ। जति अगाडि बढ्यौँ उति नै इतिहासका पीडाहरू नदीको छालसँगै उठिरहे। बाँझो जमिन, भग्नावशेषमा परिणत भएका बस्तीहरू अनि उजाड बस्तीमा सुनसान बनेका आँगनहरूले भुइँचालोले भत्काएका पर्खालभन्दा गहिरा घाउहरू देखाउँदै थिए। कतै उज्यालो दिनका आशाहरू बाँकी थिए त कतै निराशका सुस्केराहरू मात्र। खोलाको बहावसँगै यहाँका जनजीवनका सङ्घर्षहरू पनि निरन्तर बगिरहेका थिए, कहिल्यै नथाक्ने गरेर। यो बाटो केवल गन्तव्यतर्फको यात्रा थिएन, यो मेलम्चीका छातीभित्र कुँदिएका असङ्ख्य कथाहरूलाई अनुभव गर्ने अवसर पनि थियो। हाम्रा आँखाले प्रकृतिको निर्दयी क्रूरतालाई देख्दै गर्दा मनभित्र कतै जीवनको अदम्य साहस पनि अनुभूति गरिरहेको थियो। मेलम्चीमा किनेको केरा यो सिन्धुपाल्चोक मेलम्चीको एकदम लोकल केरा भनेर किने हो। ठिकै रहेछ, मिठै छ होस्। अनि टाइम छँदैछ भन्ने हिसाबले चाहिँ हामी अब यसो एकछिन फ्रेस भइदिउँ त भनेर रोकिरहेको हो। खोले साग भने यही हो। म त चिन्दिनँ कसम यार, अहिलेसम्म खाएको पनि छैन त फेरि। स्पेसल हुन्छ हो बनाना बेरेको लोकल केरा दामी रहेछ। राम्रो छ मैले खुवाउने बनाएको केरा कि कहाँ खाला यार, कस्तो राम्रो केरा यार। के राम्रो कुकुर भने केरा राम्रो लाग्छ। तर बिचरा पाल्लेको होला, त्यो पाल्नु छोडिसकेको छ क्या जस्तो लाग्यो। के छ, कस्तो भएछ यात्रा? यात्रा ठिक छ, तर बाइकमा दुईजना यात्रा गर्नु अलि झ्याउ लाग्छ मलाई। झ्याउ पनि हो, फेरि के भन्छ भने अफरोड रहेछ नि त। अफरोड हो, अब बाइक जोगाउनु पनि पर्यो। त्यसमाथि फेरि अलिकति फ्लिकेबल भएर चलाउनु पाइँदैन। त्यही त, सिङ्गल फ्लिक हुन्छ क्या, सरी जतातता देखाउनु। यो सबै साग हो र यार, यो सबै साग हो क्या, सबै खोले साग भन्छ नि यार। यो सबै खोले साग हो। कस्तो हो र त यो है यार। तर मैले खासै नचिने होला होइन, मैले अहिलेसम्म यो भेटेँ होइन क्या कसम। ओइ मेरो जुत्ता खतम हुने भयो, टन्नै रहेछ यार। काठमाडौँ बेचौँ नि त। फर्किँदाखेरि हामीले चाहिँ अब यहाँबाट फर्किँदाखेरि चाहिँ हामीले यो सागहरू पूर्ण रूपमा चाहिँ हामीले अब काठमाडौँ लगेर कालीमाटी बजार तरकारी बजारमा बेच्ने निर्णय गरेका छौँ। यसको लागि हाम्रो सर्वसम्मत भइसकेका छौँ। ए अनुदान प्राप्त रहेछ ल, अनुदान प्राप्त मत्स्य मिसन कार्यक्रम अन्तर्गत हो ल। यो नि हेलम्बु त अघि छिर्यो हो त।
ए दाना टुक्क दिउँ त ओ गाली गर्छ होला फेरि अलिकति हालिदिउँ है त ओहो त्यहाँनिरको पानी फ्रेस पानीलाई यहाँ यसरी ल्याएर त्यहाँदेखि मासु त टन्न रहेछ नि हामी के कुरा गर्दैछौँ भने हामी यो जुन यो ट्राउटको फार्ममा आइयो नि भर्खरै हामी ट्राउट फार्म घुमेर आयौँ त्यसको लागि उचित हावापानी चाहियो क्या मेन कुरा जस्तो पाए त्यस्तो पोखरीमा हुँदैन रहेछ क्या यो रनिङ वाटरमा चाहिँ हामी होइन पानी एकदम ताजा चाहियो पानीको तापक्रम चाहिँ 17 डिग्री सेल्सियस भन्दा कम हुनुपर्ने हो त्यो पनि फेरि यो पानी यस्तो फोहोरहरू भयो भने मर्दो रहेछ यार है मर्छ अरे क्या मर्छ अरे होइन यस्तो हो नि त रनिङ वाटर त अब क्लियर भइहाल्छ हो त्यही भएर यस्तो भलसल छिर्यो भने पनि यो त नेपाल सरकारको स्वामित्वमै रहेछ त अनुदान प्राप्त रहेछ स्वामित्व भन्दा नि अनुदान त्यही त हामीले ऊ त्यहाँ भेट्यौँ एउटा भिरमौरी भएको ठाउँ पुग्यो बम्बईमा म त त्यता होइन होला दाइ बाटो हेर मेलम्ची खोलाको किनार छाड्दै हामी उकालो लाग्यौँ। हाम्रो यात्रा साँघुरो घुमाउरो र चुनौतीपूर्ण बाटो हुँदै अघि बढ्यो। कतै घुम्ती, कतै भिर, कतै ठुला ढुङ्गाले भरिएको बाटो। हरेक मोडमा चुनौतीले हात फैलाए झैँ लाग्थ्यो। तर जति कठिन यात्रा हुँदै गयो त्यति नै पहाडको प्राकृतिक सौन्दर्यले हाम्रो मन जित्दै गयो। हरिया वनजङ्गल, टाढा टाढा देखिने हिउँले ढाकिएका चुचुराहरू अनि खोला खोल्साबाट गुन्जिने पानीको मधुर सङ्गीत यो सबैले यात्रालाई अविस्मरणीय बनाइरहेको थियो। Oh my God! यस्तो बाटोमा हामी कुद्दैछौँ। अगाडि बढ्दै गर्दा हाम्रो यात्रा अझै रोमाञ्चक बन्दै गयो। आकाशमा बाक्लो कुइरोले छायो, जसले अगाडिको बाटो नै ढाकिदियो। वरिपरिको दृश्य धमिलो बन्दै गयो, मानौ हामी कुनै रहस्यमय संसारमा पाइला चाल्दैछौँ। त्यही बेला हल्का सिमसिमे पानी पर्न थाल्यो। पानीको थोपाहरूले हामीलाई लुचुप्प भिजायो। हजुरले त पुरै चिसै हुनु भएको त कपडामै गर्नुभयो क्या सुसु पानी परेको त्यही पनि हामीले रेनकोट ओढ्दैनौँ क्या, किन खै मलाई थाहा नै भएन। अब यहाँको पानीले खासै केही भिजाउँदैन भने पनि अलिअलि भिजाएको छ। तर तिमी मलाई यिनी मलाई भिजायो यिनीलाई पानी छ्याउदिउँ उसको त यस्तो नि त पछाडि भएर नि त के अरे हजुरसँग पुरै झ्याप्प तासेको थियो नि त। हाम्रो खबर खातामा यस्तो छ, अब बिचरा आफै बाइक भएर पनि तान्न गाह्रो भइरहेको छ यार। त्यही भने पऱ्यो मेरो बरु उसलाई बरु भएको छैन, पल्सरलाई बरु केरा खाऊँ न। ल अब हामी केरा ब्रेक। लेट्स टेक अ 5 मिनट केरा ब्रेक। कहाँ आइयो हामी? अब तार्के घाँ आइपुग्नु लाग्यो। तार्के ग्याङ। सिमसिमे पानीले लुछुप्प भिजेको शरीर अनि भोको पेट लिएर अन्ततः हामी समुद्री सतहबाट करिब 2600 मिटरको उचाइमा अवस्थित तार्के ग्याङ आइपुग्यौँ। शेर्पा समुदायको प्रमुख बस्ती यो ठाउँ बौद्ध संस्कृति, ग्याङ गुम्बा, हिमाली दृश्य र शान्त वातावरणका लागि प्रसिद्ध छ। यहाँबाट लाङटाङ, दोर्जे लाक्पा, गणेश हिमाल लगायतका हिम श्रृङ्खलाको अवलोकन गर्न सकिन्छ। पानी पऱ्यो एकछिन हामीलाई चाहिँ मस्त पानीले पनि कुट्यो। पानीले कुटे पनि अब के गर्ने, अब बिस्तारै पानीले कुट्यो, फेरि अब घाम लागिरहेछ हल्का हल्का, अब फेरि सुक्छ। यस्तै हो यात्रा भनेको।
खाना खाइया छैन बिहानदेखि। अब चाहिँ खाना खान्छौँ। 1 बज्न लागिसक्यो। बिहानदेखि हामी केरा ब्रेक 2चोटि केरा ब्रेक गरेर स्थिति चाहिँ साह्रै नाजुक, किनभने प्री प्लानिङ केही पनि भएन। हामी यत्तिकै आइयो, तार्के ग्याङमा छौँ यति बेला। खाना चाहिँ खाइयो, दिउँसोको झन्डै 2 बजेतिर खाना खाइयो। अब तार्के ग्याङमा सम्म रुम पाइएन भनेपछि अब हाम्रो यात्रा अगाडि नबढाउने त सम्भवै छैन, बढाउनु नै पर्यो, सम्बन्धित ठाउँमा पुग्नु नै पर्यो। तर त्यसको लागि अब हामी सरासर पैदल यात्रा जान्छौँ। बेस क्याम्पमा जसरी हुन्छ, रुम नपाए पनि टेन्टमै भए पनि बस्ने तरिकाले चाहिँ हामी यहाँबाट अब हिँडिसक्यौँ। यो बिदाको दिनले गर्दा यस्तो भिडभाड छ हैन। अब इच्छा शक्तिले डोराइसकेपछि हरेक परिस्थितिहरूसँग लड्दै हामी बढिरहेछौँ। हामी जस्ता धेरै पैदल यात्रीहरू हुनुहुन्छ आज यो बाटोमा। पानी परेर चाहिँ एकदमै चिप्लो भयो क्या। सकेन अब के गर्ने, एउटा भाइले हायर गरेर लग्थ्यो भाइ भनेर हामी चाहिँ हिँडेर झरे बाइकमा कहिले आउनु नसकेर पानी पऱ्यो माथि। हिउँ त परे होइन सर? मस्त हिउँ परे है। बिच बाटो तपाईँ आज बिहान जानुभयो कि? हामी किउलबाट गएको माथि। ए हस्, थ्याङ्क यू सर। हस्, कहाँबाट आउनुभयो? हामी काठमाडौँदेखि यहाँ सर। पहिला त एक्लै जस्तो थियौँ हामी, तर अहिले क्राउड चाहिँ बढिरहेछ। ठिक छ, हामी अझै 10-15-20 दिनपछि आएको भए चाहिँ मस्त यो गुराँस फुलिसक्थ्यो। यो सबै गुराँस हो, ढकमक्क हुन्थ्यो होला। त्यो कुराको अनुभूति गर्न चाहिँ पाइएन ल। यो चाहिँ छुटेकै हो र। यो हेर न, यस्तो बवाल हुन्थ्यो क्या यो त। हजुर हजुर, अब हिँड्दा जहाँ पुग्छ त्यहाँ पुग्ने। ए त्यो त हो, तर त्यहाँ पाउँदैन भन्यो अनि अलि हतार जस्तो भयो क्या। बिग्राल अवस्था यो भयो कि हामीहरू तार्के ग्याङमा केही पनि रुम पाएन। त हामी अब के गर्ने? त हामी हिँडिहालेछ आमायाङ्ग्री बेस क्याम्प। त त्यहाँ गएर देखिहाल्छ रुम पाउँछ कि पाउँदैन। पाए ठिक छ, नपाए हामी यसै बस्छौँ। अब गर्ने के त अब होइन। खैर, पानी पनि अब पर्न छाड्यो। थाक्यो। गुराँस हेर्न खोज्दै थियो, रुख हेरेर जाऊ। देखिसक्यो होइन, भित्री राम्रो फुलिसक्यो, मान्छे पनि फुलिसक्यो, गुराँस पनि फुलिसक्यो। हो, बिस्तारै बिस्तारै आमायाङ्ग्रीले हामीलाई दर्शन दिँदैछ। हामी करिब 2.5 घन्टाको यात्रापछि आमायाङ्ग्री बेस क्याम्प आइपुगेका छौँ। मौसम लगभग हेरेर पनि धेरै अनुमान गर्न सकिन्छ। एकदमै भर्खर पानी परेको थियो, पानी चाहिँ अहिले रोकिएको छ भने त्यो चाहिँ आमायाङ्ग्री पिक भयो होइन। त्यहाँ चाहिँ अहिले मस्त हिउँ परिरहेको जस्तो देखियो चाहिँ। पुगेर फर्किनेहरूले पनि त्यही भन्नुभएको छ,
हिउँ चाहिँ परिरहेछ। गाडीहरू चाहिँ आउँदो रहेछ तर सजिलोसँग आएको गाडीहरू चाहिँ होइन यो। यही कठिन चाहिँ पक्कै छ। यो अवस्थाले पनि बुझाउँछ। हामी चाहिँ तार्के ग्याङबाट हिँड्दै आइयो तर बाटो एकदमै रमणीय। यदि हामी गाडीमै आउँथ्यौँ भने पनि हामीले यो राम्रो बाटो चाहिँ मिस गर्थ्यौँ। त्यो चाहिँ केही फरक छैन। अनि भोलि चाहिँ हामी आमायाङ्ग्री पिकसम्म पुग्ने प्रयास गर्नेछौँ। अनि आजको हाम्रो गुड नाइट स्टे चाहिँ आमायाङ्ग्री बेस क्याम्पमा। हेरौँ के हुन्छ। तल चाहिँ कुनै पनि रुम एभाइलेबल थिएन। अब यहाँ चाहिँ सम्भवतः के छ, रुम छ त? यहाँ छैन हो? के छ, कस्तो तरिकाले भने छँदै छैन भन्ने खालको कुरा गरे कि? उयो क्या के भन्छ अरे यहाँ पनि उस गऱ्यो भने चाहिँ हो क्या बुकिङ गऱ्यो भने के जुमोथोङ छैन रुम। हजुर त्यही त। हामी 10 जनाको बुकिङ गर्दा त रुम छैन। छैन है 3 दिन पहिला फोन गरेको हुन्छ भने आज आउँदाखेरि त्यो दाइ छैन। त्यो दाइले नामै टिपेन्छ। त्यही भने अनि त्यो दाइ चाहिँ यहीँ छैन। अब रुमै पाइएन भने के छ त विकल्प? के गर्नु हामी त्यति उयो भित्र छ 10 जना। अब पछि आएको 8 जना छ। त्यतिकै बसिरहेको छ। त्यही भित्र छ। मिलाइदियो भने त्यही भित्र आएको त पनि बस्ने। त्यही त। आगो तापेर बस्न पायो नि ठुलै कुरा हो। ठिक छ, कुरा चाहिँ यस्तै हो। यहाँ हरेक ठाउँमा जाँदा केही न केही अप्ठ्यारो अनुभूति लिनुपर्छ। तर अप्ठ्यारो अनुभूति लिँदा लिँदै साह्रै अप्ठ्यारो बस्न पनि पाइएन, खान पनि पाइएन, सुत्न पनि पाइएन भन्ने त यो अलि गाह्रै भयो त। आमायाङ्ग्री चाहिँ माथि रहेछ हेर न, सेतै देखिरहेछ। यहाँ रहेछ। आमायाङ्ग्री बेस क्याम्प समुद्री सतहबाट उचाइ 3200 मिटरको हाइटमा हामी आइपुग्यौँ। आउन त आइपुग्यौँ तर हामीलाई कुनै पनि रुम छैन। यहाँ बस्ने व्यवस्था केही पनि छैन। एउटा वेटिङमा चाहिँ हामीले हाम्रो नाम चाहिँ त्यहाँ टिपाउन पायौँ धन्न। ल 15 जना चाहिँ हामीभन्दा अगाडि नै आइसक्नु भएको रहेछ वेटिङमा। हामी थप 3 जना भनेर त्यहाँ वेटिङमा चाहिँ नाम चाहिँ लेखाइयो। सम्भवतः हेरौँ अब रुम पाइएला नपाइएला। यदि पाइएन भने चाहिँ हामी यत्तिकै यो जुन छ यो देखिराख्नु भएको छ यो हल, यही हलमा बस्ने हो। टेबलमा मस्त बसेर रात बिताउनु पर्नेछ। तर केही छैन, हामी आमायाङ्ग्री बेस क्याम्पमा आइपुगेका छौँ। भोलि हामी जसरी भए पनि आमायाङ्ग्री चाहिँ पुगेरै छाड्छौँ। बाँकी चाहिँ अब हेर्दै गरौँ के छ। 2600 मिटरको उचाइबाट करिब 2.5 घन्टाको रमणीय यात्रा गर्दै हामी 3200 मिटरमा रहेको चोमुथाङ अर्थात् आमायाङ्ग्री बेस क्याम्प आइपुग्यौँ। यात्रा रोमाञ्चक थियो तर जब यहाँ आइपुग्यौँ कुहिरोले चारैतर्फ ढाकिसकेको थियो। हामीलाई लाग्यो हामी कुहिरोभित्रको काग जस्तै भयौँ। न स्पष्ट गन्तव्य देख्न सकिने न त कुनै सुनिश्चित आश्रय नै। हेर्दा हेर्दै झमक्क साँझ पर्यो। क्याफेभित्रको माहौल भने बेग्लै थियो। आगोसँगै गफगाफ तातिएको थियो त कतै चर्चित ढले ढल्ने गीत बजिरहेको अनि पर्यटकहरू त्यो तालमा रमाइरहेका। तर हाम्रो मन त्यहाँ समाहित हुन सकेन। खै किन हो त्यो गीतको लय हाम्रो मनको धड्कनसँग मेल खान सकेन। हामी एउटै चिन्ताले गाँजिएका थियौँ, रात कसरी कटाउने। हामीले रुमको लागि पटक पटक केरकार गरिराख्यौँ। त्यहाँको दाइले हल्का मुस्कानका साथ भने, सकेसम्म कोठा मिलाइदिन्छु, होइन भने ओड्ने व्यवस्था गरिदिन्छु। कम्तीमा यहीँको सोफामा भए पनि सुत्न पाउनुहुनेछ। त्यो साधारण आश्वासनले मनलाई धेरै अलुङ्गो बनायो। सिजनमा यहाँ एउटा सानो ठाउँ पाउनु पनि ठुलो कुरा थियो। समय बित्दै गयो।
आकाशमा डमक्क कुहिरो लागेको थियो। सिमसिम सिमसिम पानी परेको थियो त कुनै कुनै बेला फुसफुस हिउँ पनि झरेको थियो। प्रतीक्षाको 3 घण्टा त पत्तै पाइन, तर प्रत्येक मिनेट अनिश्चितताको भारी बोके चाहिँ लाग्थ्यो। अनि अचानक खबर आयो, हामीलाई कोठा मिल्यो। त्यो सुनेपछि मनमा उमङ्गको तरङ्ग चल्यो। हाम्रै छायासम्म हलुका देखिन थाल्यो। झोक्राइरहेको हाम्रो अनुहारमा मुस्कान फर्कियो। सानो कुरा जस्तो लागे पनि त्यो रात हाम्रो लागि जित जस्तै थियो। चिसोले कठाङ्ग्रिएको साँझलाई ओढ्ने न्यानोपन जस्तै। हेरौँ है, 6 घन्टादेखि कति रे 3:30 देखि ट्याक्क लाएर हामी 6:30 बजीसम्म वेट गरेर वेटिङमा हाम्रो नाम थियो। क्यान्सिल भएछ। अनि त्यसपछि हाम्रो चाहिँ ट्याक्क टेन खैरुम बेड खै। यो त पुरै त्यो आर्मी पुलिसहरूको ब्यारेक सिस्टम जस्तो है। यो 2टा बेड चाहिँ हाम्रो। अब ठिक छ, यति भए पनि भयो। हामी चाहिँ रुम पाउँदैनौँ भनेर पुरै डाइनिङमै सुत्ने गरिरहेको थियौँ। हाम्रो विक्रम भाइ सबभन्दा तनाव लिएको उही हो। ऊ चाहिँ फर्किन्छ रे देऊ। त्यही भएर केही कुरामा आत्तिने होइन क्या, हरेक कुराहरू पोजिटिभ सोचेपछि भइहाल्छ। ल, सुनसान रात, शीतल हावाको स्पर्श अनि हामी थकानले क्लान्त तर मन भरिपूर्ण। बस्ने ठाउँ टुङ्गिएपछि भोकले सताएको पेटलाई सन्तुष्टि दिएर केही बेर रमाइलोमा हरायौँ। हाँसो ठट्टा अनि विभिन्न बोलका गीतहरूमा हामी एकछिन नाच्यौँ। मनले महसुस गर्यो यो छेड, यो सङ्गत र यी सम्बन्धहरू जीवनकै अमूल्य सम्पत्ति हुन्। ज्ञानी मान्छे। फाइनल्ली हाम्रो आमायाङ्ग्री बेस क्याम्पदेखि आमायाङ्ग्री पिकसम्मको यात्रा चाहिँ अब सुरु भयो। मुस्किलले हामीले चाहिँ रुम पायौँ, होइन भने हाम्रो हालत पनि यस्तो छ अवस्था। रुम नपाएपछि के गर्ने। बिहानको 4:30 बजे हामी निन्द्राबाट बिउज्यौँ। हतार हतार गरी आफ्नो नित्य कर्म सकेर हामीहरू निस्कियौँ। बाहिर निस्तब्धता थियो। आकाशले प्रकृतिलाई सेतो च्यादरले बाँधे जस्तै लाग्थ्यो। हिउँले ढाकिएको बेस क्याम्प शान्त थियो। आकाशबाट एउटी आयो, भेडाको उन जस्तो, भेडाको उन जस्तो। गाइड गर्न हुनुहुन्छ हाम्रो मेजर सन्तोष प्रसाद पौडेलजी। मसिनो हिउँ पर्दै पनि छ। हामी अगाडि बढ्दै पनि छौँ। एउटा रमाइलो यात्रा भइरहेको छ। अहिले लगभग हामी सन्तोष कतिको हाइटमा होला? 3500 छ, 3500को 33-3400को हाइटमा छौँ। भनेपछि अब 1 घन्टाभित्र हामी आमायाङ्ग्री पिकमा पुगिसक्छौँ। आमायाङ्ग्रीको पावन भूमिमा पुग्न अझै धेरै पाइला बाँकी छन्। तर हिउँको यो न्यानो स्वागतले हाम्रो हौसला झन् बलियो बनाएको छ।
अनि विक्रम भाइ के छ बस्देऊ नि त टुक्रुक्क उडा 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 ल्याऊ यता उडा भैँसी लड्यो है माया भिरबाट हेर हिउँ उडाउँछौँ हामी हिउँ ल होइन यसरी उठाइदिन्छु नि त म के भयो स्यास्या भयो यो अवस्थामा छौँ हिउँ पनि मनकै यस्तो बिन्दु हिउँ उता हिउँ उडेको देखाउनुहोस् त है यसो हिउँ उडेको छ त्यो सबै हिउँ हो वाउ माइ गड वाह कतै हर्षले भरिएका रमाइला क्षण कतै चुनौतीको भारले ढाकिएको कठिन यात्रा यी सबै अनुभूतिको सङ्गम बन्दै हामी अन्ततः हाम्रो गन्तव्य आमायाङ्ग्रीको टुप्पोसम्म आइपुग्यौँ। यात्राको प्रत्येक पाइला एउटा नयाँ कथा बन्यो। घना जङ्गलहरू पार गर्दै खोला खोल्साहरू तरेर कहिले उकालो चढ्दै त कहिले चट्टानी धरातलमा आफ्नो सन्तुलन मिलाउँदै अगाडि बढ्नु आफैमा एक अद्भुत अनुभव रह्यो। मौसमले साथ दिएको बेला प्रकृतिको अनुपम सौन्दर्यले मोहित तुल्यायो, तर कहिलेकाहीँ कठिन भौगोलिक अवस्थाले हाम्रो धैर्यको परीक्षा पनि लियो। आमायाङ्ग्रीको धार्मिक महत्त्व मुख्यतः बौद्ध धर्मसँग जोडिएको छ। याङ्ग्री विशेष गरी यो क्षेत्रका मानिसहरूका लागि एक प्रसिद्ध बौद्ध तीर्थस्थल हो। यहाँको प्रमुख पूजा स्थल भनेको आमायाङ्ग्री मन्दिर हो, जुन बौद्ध धर्मका तात्विक र सांस्कृतिक आधारमा आधारित छ। यो स्थल बौद्ध धर्मका अनुयायीहरूको लागि ठुलो श्रद्धाको केन्द्र हो, जहाँ देवी आमायाङ्ग्रीलाई बौद्ध धार्मिक विश्वासका अनुसार पूजा गरिन्छ। साथै यहाँको वातावरण र धार्मिक परिपाटीले बौद्ध धर्मको प्रभावलाई प्रकट गर्दछ। नेपालमा हिन्दू र बौद्ध धर्मका परम्पराहरू एक अर्कासँग गहिरो सम्बन्ध राख्छन् र याङ्ग्रीको क्षेत्र पनि यसैको उदाहरण हो। तर प्रमुख रूपमा यस स्थानको धर्म बौद्ध धर्मसँग जोडिएको छ। टी हाउस त रहेछ तर कोही छैन। ए म कसम गड्यो खुट्टा पुरै ए गड्यो। मैले तिमीलाई खोजेको तिमीलाई खोजेको आमायाङ्ग्री पिकको मनोरम दृश्यमा हामी करिब 1-1.5 घन्टा रमाइसक्यौँ। हामी हिउँ खेल्यौँ अनि यो चिसो हावा पनि खाइरहेछौँ। अब चाहिँ हामी यो स्वर्गको टुक्रालाई छाडेर जाँदैछौँ। ठिक छ, सधैँ यहीँ बसेर पनि नभएको फेरि फर्केर जानु छ।
खुट्टा तान्छ। क्या पाउनु र म जान्छु। आमा याङ्ग्रीको यो मनोरम दृश्यलाई हामी अब यहीँ छाडेर जाँदैछौँ। वाउ, छिटो फ्याटफुट गरेर यहाँ जाडो हुन्छ। चिसो छ नि त, हिउँ परेको ठाउँ चिसो नहुने कुरा त भएन, तैपनि चिसो मानेर भएन होइन। ठिक छ ल, हामी अब बिस्तारै यो ठाउँलाई छाडेर जाँदैछौँ। नरमाइलो फिल हुँदैछ यो ठाउँमा खेल्न पाउनु। तर कस्तो हिउँ परिरहेको थियो, अहिले चाहिँ हिउँ खासै परेको छैन, अहिले अलि रोकिरहेको छ। यहाँ चाहिँ परिरहेको छ, तल जुन हामी बसेको त्यो बेस क्याम्पतिर चाहिँ अलि परेको छैन। यहाँबाट कुनै पनि हिमालहरू हामीले खासै देख्न पाइएन। जुगल हिमाल पनि यहाँबाट देखिन्छ अरे। हिमाल पनि छ, देखिएछ यहाँ त कति मजाले देखेछ नि। म देखाउँदैछु बिस्तारै। ल मलाई लोको लगाइदिनु। ल अब हामी जाउँ, धेरै बेर नगरौँ ल। आकाश खुल्ला थियो, हावामा हिमाली शीतलता मिसिएको थियो र आमा याङ्ग्री शिर उचाली मुस्कुराइरहेकी थिइन्। म भने भित्रभित्रै भावनाहरूको भारी बोकेर उभिएको थिएँ। यहाँ आइपुग्दा जति उत्साहित थिएँ, फर्कदा त्यति नै गरौँ महसुस भइरहेको थियो। हरेक यात्राको गन्तव्य हुन्छ र हरेक सुरुवातको अन्त्य पनि। मेरो पाइला अब फर्कने तर्खरमा थियो, आमा याङ्ग्रीको न्यानो काग छोडेर। मैले अन्तिम पटक वरिपरि हेरेँ। पहाडहरूले टाढाबाटै बिदाईको सङ्केत गरे जस्तो लाग्यो। हावाले फेरि आऊ है भनेर सन्देश दिए जस्तो। आँखा रसाए, तर मनभित्र कृतज्ञता छ यो धरतीले मलाई आफ्नो बनाएकोमा, यहाँसम्म आउने अवसर दिएकोमा। आमा याङ्ग्री यात्राको आज दोस्रो दिन हामी 2 दिनको मात्र यात्रा थियो। हामी हिजो आएर बसेको रिसोर्ट रेस्टुरेन्ट यो भयो। अनि हामी चाहिँ अहिले माथि बिहानै 5:30 बजे उठेर माथि गयो, फर्किसक्यौँ। अनि एउटा कुरा चाहिँ मलाई के भन्न मन लाग्यो भने, जति पनि कोही आउँदै हुनुहुन्छ भने चाहिँ प्री बुकिङ चाहिँ गर्नु होला है। लास्टै तनाव भयो एकछिन चाहिँ। हामीले पाउन त पाइयो, मजाको रुम पाइयो, सुत्यो, राम्रोसँग आराम गऱ्यो। तर चाहिँ एकछिन चाहिँ हामी वेटिङमा बस्दाखेरि चाहिँ तनाव भयो। अब यस्तो मौसम पनि चिसो छ, यत्तिकै बाहिर बसेर पनि सम्भव हुँदैन। त्यस कारणले गर्दाखेरि प्री बुकिङ गर्नु होला। रमाइलो छ एकदमै, मौसमले हामीलाई एकदमै साथ दियो। आउँदा हिउँ पर्यो, बाटोमा हिउँ खेल्दै जान पाइयो होइन। लडियो, हल्का चोट पनि लाग्यो, तर लड्या चाहिँ होइन। यो हात चाहिँ यसो गर्दा काँडामा कोतरे आयो धेरै चाहिँ होइन। अनि हामी अब चाहिँ यो ठाउँलाई पनि बाई गरेर हाम्रो बेस क्याम्प चाहिँ यो थियो, तर हामीले बाइक चाहिँ तलै राखेका थियौँ। अब हामी तार्के ग्याङसम्म पुग्छौँ। तार्के ग्याङबाट चाहिँ हामी बाइकमा आज नै काठमाडौँ पुग्ने प्लान छ। आमा याङ्ग्री बेस क्याम्पलाई छाडेर हामी करिब आधा घन्टा तल झरिसक्यौँ। हिउँ त यता पनि परिरहेको थियो भर्खरसम्म। यता चाहिँ परे पनि बिलाइहाल्छ क्या, यहाँ अलिक टेम्परेचर अलिक बढी छ नि त।
ल हामी चाहिँ अब दुध ब्रेक गरौँ नि त दुध ब्रेक कहिले केरा ब्रेक कहिले दुध ब्रेक